こんにちは、こんばんは、おはようございます。皆さんお元気ですね。じゃあ、GFT 頑張っていますね。じゃあ、今日も一つの GFT のテストがやってますから、皆さん頑張りますよ。じゃあ、これ、絵を見て答えを書きますよ。これですよ。こっちを見て、これ何て言いますか？ちょっと見てみて。いつも学校へ行くときどうやって行きますか？なんで行きますか？これに乗ってですね。これは何と言いますか？これ車ですか？バスですか？電車ですか？タクシーですか？どっちですか？ね。これはバスですね。それなら答えはどっちですか？答えは2番ですね。じゃあそれなら2番の答えに丸をつけますよ。次行きます。これちょっと見て。今泳いでいますね。この人はプールとか川とかどっちかあって泳いでいますね。これ手を上げているんですよ。こっち見て。手を上げているならどっちですか？じゃあ答えはどっちですか？ 1 番助けます。2番習います。3番笑います。と4番はおります。これ4つの文の意味は分かっていますか？こちらの言葉の意味は何と言いますか？それはネパール語で知っていますか？知らないならちょっと大変ですね。じゃあこれ1番ちょっと見て。助けますですね。助けますभनेको चाहिँ के हो हाम्रो हेल्प गर्नु है। यतिको नियमको त बुझ्नुहुन्छ होला नि जिएफटी दिनेहरूले हो किन नियमको गाम्बारो गरे है। यतिको खाइवाहरू चाहिँ बुझ्दैन भने चाहिँ धेरै गाह्रो पर्छ। फेरि पास गर्न मात्रै पनि हुँदैन, इन्टरभ्यूको लागि पनि फेरि फेस गर्न सकिँदैन। त्यो भएर चाहिँ यतिको नियमको चाहिँ बुझ्नु पर्यो है त। तासुकेमास भनेको हाम्रो के भयो? हेल्प गर्नु। नाराइमास भनेको के हो? सिक्नु। वराइमास भनेको हाँस्नु। ओरिमास भनेको ओर्लनु। के गरिरहेछ यहाँ? हेर्नु त पौडी खेलिरहेको छ। त्यति बेलामा चाहिँ पौडी खेल्न सकेन। अब गरिरहेछ, हेल्प मागिरहेछ, हात उठाएर हेल्प मागिरहेछ भनेपछि के गर्नु पर्यो? हेल्प गर्नु पर्यो भनेपछि अप्सन के हुने भयो? के भयो? हो, यो चाहिँ हाम्रो 1番चाहिँ答えです。じゃあ次行きますよ。次ちょっと絵を見て。これ何とやっていますか？3人の人が集まってなんか誰と誰か多分紹介かもしれませんね。じゃあ一回答えのオプションを見ましょう。यहाँ चाहिँ हेर्नु त 3जना मान्छे बसिरहेछन् भनेपछि के गरिरहेछन्? हात मिलाइरहेछन् भनेपछि अर्काले चाहिँ यो हो कोचिरावा नानी नानी सान्देश भनेर भनिरहेछ। यो पछि यो मान्छेले हो किन यिनी दुईटाले चाहिँ हात मिलाछन्। म यो हो भनेर भनिरहेछन्। हात मिलाइसकेपछि के गरिरहेछन्? आफ्नो परिचय दिइरहेछन् हो किन। के हो? तेचुदाइमास भनेको हेल्प गर्नु, वाकारेमास भनेको छुट्टनु, उन्तेन्सिमास भनेको हो गाडी चलाउनु, अनि अर्को छ सेउखाइसिमास भनेको परिचय गर्नु गराउनु। भनेपछि के गरिरहने? हात मिलाएछन् भनेपछि आफ्नो आफ्नो परिचय दिइरहेछन्। म यो हो भनेर चाहिँ दिइरहेछन् भनेपछि के हुने भयो? हो, 答えはसेउखाइसिमासですね。4番です。じゃあこっち見て。これ何ですか？これ箸ですか？メガネですか？紙ですか？ハサミですか？これわからないとちょっと心配ですよ。GFTは全然抜けないですよ。これ見て。これ紙ですね。こちらはペッパーですね。ペーパーですね。ペッパーの紙हो कि न। यो पेपरलाई के भन्छ जापानिज भाषामा? खामी, कागज हो किन। हाँसी भनेको के भयो? चपस्टिक। मेगाने भनेको के भयो हाम्रो? हो चस्मा। खामी भनेको चाहिँ हाम्रो एउटा कपाल भन्ने पनि इमी आउँछ। अर्को चाहिँ हाम्रो कागज भन्ने पनि इमी आउँछ। खामीको अर्को मिनिङ फेरि खामी सामा मतलब गड, भगवान भन्ने पनि हुन्छ। अब खान्जीहरू चाहिँ चिगाउ हुन्छ। खान्जी चाहिँ सबैको चिगाउ हुन्छ। तर यो चाहिँ अहिले यहाँ खामी आइसकेपछि पेपरले के भन्छ? खामी भन्छ। अनि अर्को हासामी भनेको त के भयो? कैँची, सिजर भयो भनेपछि 答えはどっちですか？そうですね。答えは3番です。じゃあ3番に丸をつけますよ。じゃあ次行きますよ。これちょっと見て。これ何ですか？これ鏡とか洗面台とかトイレットペーパーとかですね。これ何と言いますか？台所と言ったら、台所は何ですか？キッチンですね。トイレはこれは何と言いますか？お手洗いとかトイレですね。टोइलेट हो कि जिमुस्यो भनेको हाम्रो अफिस, ताकुसी भनेको त ट्याक्सी। के होला यो? ल गेस गर्नु त। यता सजिलै भयो हैन। टोइलेट भयो। यहाँ अब हाम्रो कम्फोर्ट छ, वेस्टर्न साइडको छ भनेपछि त हाम्रो के भयो? टोइले। 答えはこちらの方です。皆さんが言っていることですね。じゃあ何と言ってますか？じゃあこの問題はちょっと簡単すぎだと言ってますね。これ簡単すぎではないけど、あなたたちは今 N4 レベルだけですよ。N3 とか N2 とかじゃないですよ。そうですから、もしこのように、こちらちょっと見て。こちらは漢字が書いていますね。この漢字はちょっと N4 レベルの漢字なんですけど、あなたたちはこれちょっと簡単だと
言ってましたけど、これは簡単ではないですよ。もしあなたぐらいの、あなたたちは英語はあまり勉強しなかったら、これ全然できないですよ。この漢字を読むことが大切です。こちらの漢字とか文法とかを勉強しないとちょっと難しいですね。そうですから、これ何と言いますか？こっち見て。これ簡単ではないですよ。これ漢字を読まないとちょっと難しいですね。今、俺が説明しているから、漢字は簡単だと思いますけど、あなたたちはこの漢字はわからないと、この時は何と書きますか？答えは何ですか？それはわからないですよ。そうですから、これどういうことですか？このことに一番大切なことはこれです。ここに気をつけないとちょっと難しいですね。बुझ्नु भयो नि अहिले भनेको कुरा चाहिँ सबैले चाहिँ सजिलो छ सजिलो भयो टाइपको भन्नुभएको छ तपाईँले चाहिँ एक क्वेसन आयो भने चाहिँ हाम्रो यही टाइपको सजिलै आउँछ तपाईँले चाहिँ नजानेको कुरा चाहिँ खान्जीहरू चाहिँ जान्नु हुँदैन अब यसलाई के भन्छ भन्ने थाहा हुँदैन अहिले यहाँ पो म सेचुमे गरिरहेको छु र तपाईँलाई सर यो त सजिलो जस्तो लाग्छ तर तपाईँलाई त्यति बेला त सेचुमे गरिदिनु त कोही पनि हुँदैन आफै नै गेस गर्नुपर्ने हुन्छ हो त्यही भएर त्यति बेला चाहिँ तपाईँले खान्जी पढ्न सक्नुहुन्न अनि भइन्छ हाम्रो नर्मल कुरा N4 भनेको खासै गाह्रो होइन N4 त जसले पनि पास गर्न सक्छ हैन हो त्यही भएर चाहिँ N4 को कुरा गाह्रो होइन तर तपाईहरुले चाहिँ त्यति बेला खान्जीमा चाहिँ तपाईले माचिगाउ गर्नुहुन्छ त्यही भएर के भनेको इमी बुझ्नु हुँदैन अनि एउटा खान्जी पढ्ने बेलामा एउटा पढ्दिनु हुन्छ अनि त्यसपछि त्यो खान्जीसँग रिलेटेड हामीले एन्सर आउँदैन अनि त्यसपछि बिग्रिन्छ जानेको कुराहरु पनि बिग्रिन्छ हो त्यो भएर चाहिँ तपाईहरुले खान्जी पढ्ने बेलामा ध्यान दिएर पढ्ने लेख्न जान्नु न ल ठीक छ अहिले चाहिँ अब लेख्ने रेन्सीतिर जाने हैन कि माइनिची कोनो खान्जी हो मिते रेन्सी सुरेबा जो きっとできますよ。合格はきっとできますよ。そうですから、これ漢字も気をつけておいてね。じゃあ、こっち見て、何と書いていますか私の趣味は、डट डट ओ, डट 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 ल यो के को खान्जी हो यो सुरुमाको ल सजिलो भयो भन्नुभएको थियो नि त ल खान्जी चिन्नु त के हो यो हो के हो एइगा हो किन एइगा मतलब मुभी अनि अर्को के छ उता हो उता तारी सुरुको तो देश तारी तारी फर्ममा लाग्नु पर्यो किन हैन त तारी आइसकेपछि मेरो हबी चाहिँ यस्तो गर्ने तारी भनेको चाहिँ गर्ने गर्ने हो भनेको लेसन हामीले 19 मा पढेको हो किन 19 का 18 どっちかですね多分第19かだと思いますね 19 मै पढेको हुन सक्छ यो तारी तारी फर्म चाहिँ हामीले तारी फर्म अब हामीले एइगा हो तारी फर्म आइसकेपछि त के हुने भयो मिताई देश हेर्न चाहन्छु हो कि मितारी हेर्ने मिते हेरेर मिरु हेर्नु के हुन्छ यहाँ हामीले सिउमी पढ्ने बेलामा हामीले लेसन 18 मा पढ्थ्यौं फुचुके हो किन वातासिनो सिउमी वा एइगा हो मिरु कोतो देश हो किन फुचुकेसँग कोतो देश लगाइथ्यौं तर यहाँ चाहिँ त दुईवटा सिउमी चाहिँ दुईवटा भन्न भनिरहेछ हो किन यस्तो गर्ने हो भनेपछि हामीले कुन फर्ममा लाग्नु पर्यो फुचुके चाहिँ हाम्रो यहाँ हुने भएन कुन फर्म हुने भयो पछाडी पनि तारी छ हाम्रो तारी तारी फर्ममा गइरहेछ भनेपछि एइगा हो के हुने भयो मितारी है यहाँ मिरु कोतो न मिरु उता हो उता तारी हुँदैन है त यहाँ चाहिँ के हुने भयो अब हामीले मितारी हुने भयो नि त कोजिरावा कोताए वा निबान देश जा चुगीको जा これは何という漢字ですかこれ日本人の名前ですね。これは何とこれ山、こちらはたですね。山とた。一緒だったら山田ですね。ल山田さんはडट डट前に歯を磨きます。ल前にपनि हामीले लेसन 18 का 19 कतिमा पढेको है माए नि भनेको अगाडि अगाडि जहिले पनि भव आयो भने चाहिँ भवले के गर्ने माए नि गर्ने बेलामा भव आयो भने फुचुके राख्ने हो किन भवलाई चाहिँ प्लेन फर्म फुचुके मतलब प्लेन फर्म के डिक्सनरी फर्म भनेर पढ्नु भयो होला हो फुचुकेहरु राखेर युज गर्ने अब नाउन आयो भने चाहिँ के गर्ने फेरि नो माए नि राख्ने नाउन अगाडि चाहिँ यहाँ नाउन हाल्नु पर्यो भने चाहिँ के हुन्छ यहाँ नो पनि राख्नु पर्ने हुन्छ भव आइसकेपछि अब हामीले के राख्नु पर्छ के गर्नुभयो फुचुके फुचुके भनेपछि के हुन्छ हाम्रो जस्तै इकिमासको फुचुके के हुन्छ इकु हुन्छ किन हो त्यस्तै अब यामादा-सान चाहिँ यसो यसो गर्नु अगाडि दाँतमा छ हाओ मिगाकिमास भनेको चाहिँ दाँत माझ्नु भनेको है अब फुचुके हैन त के छ हाम्रो नेरु छ नेते छ नेता छ नेमास छ यहाँ चाहिँ हाम्रो फुचुके राख्ने भनेपछि कुन फर्म फुचुके भनेको हाम्रो लास्टमा उ साउन्ड आउने हो किन सेकेन्ड ग्रुप भर्बमा रु थप्ने फर्स्ट ग्रुप भर्बमा चाहिँ हामीले त्यसैलाई उ साउन्डमा चेन्ज गर्ने मास हटाएर इ साउन्डलाई उ साउन्डमा चेन्ज गर्ने यहाँ चाहिँ हाम्रो सेकेन्ड ग्रुप भर्ब छ फुचुकेमा लाग्दा के हुन्छ नेमासको नेरु भनेपछि यहाँ के हुँदो रहेछ अब नेरु हो किन यामादा-सान वा नेरु माए नि हाओ मिगाकिमा सुत्नु अगाडि के गर्छ दाँत माझ्छ है अर्कोमा जाउँ हाचिमा हाचिबान वा कोचिमिते कोरे नान्तो इमास का यो चाहिँ के को खान्जी हो ल ल ल पढ्नु त
तानाखा है, तानाखा यो चाहिँ खेतको खान्जी, यो चाहिँ नाखाको खान्जी हो किन, तानाखा सान हो किन, ता भनेको ता अथवा दा भनेको खेत, नाखा भनेको भित्र। तानाखा सान वा निहोङ्गोगा डट डट यौनी नारी मासिता, यस्तो हुनु भयो है, पहिला चाहिँ थिएन, नारी मासिता आयो भने चाहिँ के हुन्छ, अगाडिको कुराबाट चेन्ज भएर अर्को कुरा हुन्छ। जस्तै खेसा वा के आचुई, खेसा वा आचु खात्ता देशगा इमावा सामु खात्ता देश हो किन, बिहान चाहिँ के थियो, गर्मी थियो, तर अहिले चाहिँ के भइरहेछ, यस्तो भइरहेछ। नारी मासिता आउने बेलामा जस्तै इमा सामुकु नारी मासिता, सामुलाई के भनिन्छ, सामुकु नारी मासिता चिसो भयो है। अब यो के छ यहाँ, तानाखा सान चाहिँ जापानिज भाषा चाहिँ बोल्न सक्ने भयो भन्नु पर्यो। बोल्न सक्ने, बोल्न सक्ने भनेको हाम्रो यो खानौकेसँग मिसाउनु पर्यो किन, बोल्न सक्ने खानौके राख्नु पर्यो नि त, कोतोगा देकिमास वाला फर्म भनेपछि के हुन्छ, हानासिते कुरा गर्ने भयो हुन्छ कि कुरा गर्न सक्ने भयो हुन्छ, कुरा गर्न सक्ने हुन्छ होइन, भनेपछि के हुन्छ, हानासिते हानासिता हानासेरु हानासिमास के हुन्छ होला हो, यो चाहिँ हामीले खानौकेमा लाग्नु पर्यो। के भयो, हानासेरु बोल्न सक्ने, पहिला चाहिँ सक्दैन थियो, अहिले चाहिँ बोल्न सक्ने भयो भन्ने बेलामा के भयो, हानासेरु भन्न खोजेको, हानासु कोतोगा देकिमास भन्न खोजेको है। ल कोता चाहिँ सानबान। ल के खान्जी हो, ल जापान जाने भए चाहिँ यो खान्जी जानेन भने त जापान नजाँदै हुन्छ है। जापान जाने भए जापानको इचिबान ताखाइयामा कुन हो, फुजिसान हो किन, यो चाहिँ फुजिसानको खान्जी है। फुजिसान नि डडर ताई देश, ताई फर्म त अब 13 मा पढेको भयो, लेसन 13 को ताई फर्म भनेको कुनै पनि कुरा गर्न चाहन्छु, भब आयो भने चाहिँ ताई फर्ममा लग्ने, नाउन आयो भने चाहिँ हामीले के गर्ने, होसी गा होसी देश हो किन, भनेपछि अब चढ्न चाहन्छु होइन त, नोबोरी मास नोबोते नोबोरु नोबोरी के हुन्छ होला, नोबोरी मास हो भब हो किन, नोबोरी मासको यो मास हटाएर हामीले ताई जोड्ने भनेपछि यहाँ के हुने भयो, नोबोरी गर्नु पर्यो। भनेपछि नोबोरी कहाँ छ हाम्रो अप्सन हेर्नु त, 1 2 3 4 भनेपछि नोबोरी ताई देश हो किन। ल हेर्नु त, इस्यानी डडर तामेनी नेसिन्नी बेन्क्यो सिनाइतो भनेको डाक्टर बन्नको लागि राम्ररी लगनशील तरिकाले अध्ययन गरेन भने त भनेको है। सिनाइतो के हो, नारी मास, तामेनी, तामेनीको अगाडि के हुन्छ, जहिले पनि यसको लागि नाउन आयो भने के हुन्छ, भब आयो भने चाहिँ के हुन्छ, भब आयो भने जहिले पनि हामीले प्लेन फर्म राख्नुपर्ने हुन्छ भने, नाउन आयो भने चाहिँ नो राख्नुपर्ने हुन्छ, नाउन नो तामेनी राख्नुपर्छ। अब यहाँ चाहिँ इस्यानी यहाँ के को कुरा गरिरहेको छ भने त सबै भब छ यहाँ किन, भब भएपछि किन भब छ, नारी मास भन्ने भब छ कि, नारी तामेनी हुन्छ कि नात्ता तामेनी हुन्छ कि नारु तामेनी, नारी मासको फुचुके के हो, फुचुके राख्ने भनेपछि त के हुने भयो हाम्रो कोताय वा योनबान देश नै जा नारु तामेनी भनेको डाक्टर बन्नको लागि चाहिँ लगनशील तरिकाले मेहनतका साथै अध्ययन गरेन भने त सकिँदैन टाइपको है। सिनाइतो भनेको चाहिँ त्यो मिनिङ भयो। ल अर्कोमा जाउँ, कोनो खामी वा डडर देश्यो के खान्जी हो, हामीले इन्टरभ्यू भन्ने बेलामा नि हिचुयो ना ओजी खाने इता दाइते भन्छ नि, इम्पोर्टेन्टको खान्जी है। के को रहेछ यो, हिचुयो हो कि माचुरी हो कि जिउयो हो कि तेनिन हो, के होला, इम्पोर्टेन्ट। इम्पोर्टेन्ट भन्दा के भन्छ, हो के हो, ताइसे चुनाव अरे नै हिचुयो है, हिचुयोको खान्जी भयो। अनि अर्कोमा जाउँ, के खान्जी रे यो, के हो यो, ल ल ल पढ्नु त, ल किनौ हो किन, किनौनो। अनि यो के हो फेरि अर्को, यो के को माएको, यो चाहिँ गोको, गो र मा एकै ठाउँ आएपछि अब के हुन्छ यसको ओनेओमी, माएको ओनेओमी के हुन्छ, जेन हो किन। के खान्जी हो, एम, एमलाई के भन्छ अब हेर्नु ल जान त, गोगो भन्छ कि गोजेन भन्छ कि गिउ निकु भन्छ कि माए भन्छ। किनौनो गोजेन वा तोमोदाची तो रेस्टोरान्ट ताबे मासिता है, गोजेन है त, गोजेन भएपछि कोताय वा निबान देस्यो। ल यो चाहिँ के होला, आनो खामीगा डडडट हितोवा दारे देशका हैन त, खामी तपाईले अब खान्जी पनि पढ्न सक्नु भएन भने चाहिँ अब चिन्ने कसरी चिन्ने ट्रिकहरु हुन्छ नि त। अब खामीलाई चाहिँ हामीले कपाल, कपाल चाहिँ छोटो भन्नु पर्यो, हामीले हाइट छोटो भन्दा के युज गरिन्छ, इकुई, यहाँ कपाल छोटो भनिरहेछ, कपाल, नागाई भनेको त के भयो, लामो है, लामो है, नागाई भनेको लामो, अनि मिजिखाई भनेको छोटो, अनि खारुई अनि ओमोई भन्ने पढ्छौँ, खारुई भनेको हलुका। यहाँ चाहिँ के यो के खान्जी हो हेर्नु त, सानो है, सानो, कपाल सानो भन्दा हामीले के भनिन्छ, मिजिखाई भनेपछि अब एन्सर के हुने भयो हेर्नु त, कोताय वा सानबान्देश। चुगीको परिणाम त खाइते मास्का, ल पढ्नु त ल ल ल ल के हो यो खान्जी, नर्मल खान्जीहरु छ है, N5 के खान्जीहरु छ, N4 को पनि मिस यो चाहिँ हाम्रो N4 के खान्जी भयो, यिनीहरु चाहिँ N5 के खान्जी भयो। के हो यो, माई आशा हैन, हरेक बिहान मुसुको वा डट डट दे आसोन्दै मास खेल्छ, कहाँ गएर खेल्छ होला,
अन्त के हो यो खान्जी चिन्नु पर्यो है गाक्को खान्जी हो कि दौबुचुएन हो कि हिरोबा हो कि कोवेन हो के हो यो गाक्कोमा स्कुलमा गएर खेल्छ कि दौबुचुएन भनेको चाहिँ हाम्रो त्यो के भन्छ भन्ने हाने ठ्याक्कै त्यो जनावरहरू के ठ्याक्कै भन्न आएन के ल ठिक छ हिरोबा भनेको खाली ठाउँ कोवेन भनेको पार्क दौबुचुएन भनेको टक्कै भन्न आएन के यो जनावर राख्ने के अरे ल त्यो खाङ्गाहरू गर्ने है त म टक्कै आएन अहिले चाहिँ कहाँ गऱ्यो के खान्जी हो यो कौएन है के भयो कौएन फोरको ल अनि अर्को छ हाम्रो अन्त ताइमा सानुवा डट डट से देस्ने के हो के हुन्छ सिरासे हो कि सियावासे हो कि हानासे हो कि खाएसे हो हेप्पीको हो है हेप्पीको हो सियावासे है त सिआवासे है हाम्रो टु चाहिँ हुन्छ है टु चाहिँ हाम्रो कोताए ल चुकीको हो कोरे चाहिँ मिते मिमास्यो कोचिरा ल कोरे इचिबान नि खाइते हेर्नुस् ने जा नानीका खाइते मस्का ल सर पढ्नु त ल ल ल पढ्नु त अघि पनि आथ्यो यो खान्जी यो खान्जी चाहिँ अघि पनि आएको खान्जी है त के होला यो कारिना सान आसिता इस्यो नि एइगा हो मिनी इकिमासेन का ए इकिमास्यो दोको दे आइमास का डट डट एकिनो माए दे आइमास्यो का यस्तो यस्तो एकीको माए चाहिँ भेटौँ के हुन्छ होला इत्तारा भनेको गयो भने आत्तारा भनेको भयो भने यो कात्तारा भनेको ठिक भए पा तपाईलाई यस्तो ठिक हुन्छ भने खाएत्तारा भनेको फर्कियो भने के हुन्छ होला ल के हुन्छ ल अप्सन चाहिँ हाम्रो के हुन्छ 1 2 3 4 दोच्ची देश का कोताए वा सानबान देश नाजे सानबान देश का सित्तेरुन देश का काइन सन आसिता इस्योनी एगा मिनी के मासेन का करिना जी भोलि सँगसँगै मुभी हेर्न जाने हैन र भन्छ अनि करिनाले के भन्छ ए इकिमास्यो हुन्छ जाऊ न त दोको जाइमास का कहाँ भेट्ने होला त अब एले भन्छ तपाईलाई ठीक हुन्छ भने राम्रो लाग्छ भने चाहिँ यो एकीको मायामा भेटौँ यो एकीको स्टेसनको अगाडि भेटौँ भनेपछि के हुन्छ तपाईलाई राम्रो लाग्छ भने भन्दा के हुने भयो हाम्रो यो कात्तारा हो किन आत्तारा भन्ने कुरा भएन यो कात्तारा भयो त्यही भएर हाम्रो कोताए चाहिँ सानबान भयो ल चुकीको मास्यो हो ल के छ अन्त ल के खान्जी रे यो हरेक पटक रिपिट भइरहेछ है यो खान्जी पनि के खान्जी हो आशा हो किन आशा नानी ओ डट डट मास्का नानी हो के हो यो के खान्जी यो चाहिँ हाम्रो के को रे हो के को ताबे मास है बिहानमा के खानुहुन्छ सौदेश ने पान्तो तामागो देश भनेको है मैले पान भनेको ब्रेड अनि तामागो भनेको चाहिँ हाम्रो के हो अन्डा हैन ब्रेड र अन्डा खान्छु ल के हुन्छ होला चाहिँ योकु भनेको प्राय मौसुगु भनेको चाहिँ चाँडै झप्पै भर्खरै भन्ने बेलामा मौसुगु जिचुवा भन्दा वास्तवमा दानदान भनेको चाहिँ बिस्तारै बिस्तारै भनेको अब बिहानमा के प्राय के खानुहुन्छ हुन्छ कि चाँडै मौसुगु भनेको चाहिँ अब यो मौसुगु इकिमा म चाँडै आउँछु चाँडै जान्छु भन्ने बेलामा मौसुगु युज गरिन्छ जिचुवा भन्दा फ्याक्ट वास्तवमा भन्दा चाहिँ के खानुहुन्छ हुन्छ कि दानदान बिस्तारै खानुहुन्छ हुन्छ के हुन्छ होला हो योकु आशा नानी हो योकु तागेमासका बिहानमा चाहिँ के प्राय खानुहुन्छ के खान्छ पान्तो तामागो देश पान र अन्डा खान्छु अनि सौदेशका वातासिवा कुदामनो दाके देश्यो अनि अर्कोले भन्छ ए हो र म चाहिँ के मात्रै फलफुल मात्रै खान्छु भनेपछि एन्सर के हुने भयो हाम्रो इचिबान वा कोताए देश है अनि अर्को छ हाम्रो सानबानमा जाऊ मिकुसान किनो के खान्छु यो हो के रहेछ देनकी हो किन देनकी वा चुइता मामा देश्यो हैन त ता मामा देश्यो हामीले यो इरोदरीमा पढेको पनि हो ता मामा देश्योको मिनिङ के हो भबको ताफमसँग मामा देश्यो भनेको हिजो कुनै पनि कुरा यस्तो भएको भए थियो बलिरहेको थियो है मामा भनेको त्यस्तै जस्तो थियो जस्ताको तस्तै भनेको है चुइता भनेको बलिरहेको चुकेमास भनेको बाल्नु चुकीमास भनेको चाहिँ बल्नु आफै बल्नु जिदौसी र तादौसी है त हाम्रो चुकेमास भनेको के भयो तादौसी भयो चुकीमास भनेको जिदौसी भयो हो किन मिकुसान किनौ देन कि वा चुइता मामा देश्यो भनेको मिकुसान हिजो चाहिँ के बत्ती बलिरहेको थियो त बत्ती चाहिँ हिजोबाट बलिरहेको थियो भन्छ अब मिकुले के भन्छ सुमिमासेन माफ गर्नु होला अनि चुइता मामा देश्ने बलेको बले थियो है भन्छ कि आसिता खेसीमास भोलि बन्द गर्छु हुन्छ कि कोरेकारा गामबारी मास अबबाट मेहनत गर्छु हुन्छ कि कोन्दो कारा कियो चिके मास नेक्स्ट टाइमबाट चाहिँ ख्याल गर्छु के हुन्छ बलेको बले थियो भनेपछि के हुन्छ माफ गर्नु होला अर्को चोटिबाट मैले ख्याल गर्छु भन्नु पर्यो भन्दा के हुने भयो हाम्रो योनबान चाहिँ कोताए देश जा चुगिन हो वा कोरे नन्तै यु खान्जी देश का जा मिनासान सित्तै मास ने कोरे वा नन्तै मास का
そうですね。これは重いですね。重いですね。त्यसो हुँदै मास्यो का के अलिक गरुङ्गो जस्तो छ है हेल्प गरौँ र भन्दा के हुन्छ धन्यवाद भन्छ कि सरी भनिन्छ कि गाम्बाते कुदासाई भनिन्छ कि ओमोई देस्यो भनेर गरुङ्गो छ है भनिन्छ हेल्प गरौँ र भन्दा के भन्छ हामीले धन्यवाद भन्नु पर्यो किन धन्यवाद भन्दा के भन्ने भयो इचिबान आरिगातो गोजाइमास सुगिको कोरे कोची मो खाइबो कोनो माए मो निसाङ खाइगा कोरे देतान देस्ने कोनो गान्जी वा कोरे नान्ते इमास का कोरे किनो देस्ने किनो बिजु सुखानी इत्ते भनेको निज बिजु सुखान भनेको हो के हो आर्ट म्युजियम हो किन आर्ट म्युजियममा गएर के भयो ओमो खात्ता भनेको गरुङ्गो भयो नागा खात्ता भनेको लामो भयो अनि खारा खात्ता खाराई वाला खाराई भनेको पिरो हो किन खारा खात्ता पिरो थियो तानोसी खात्ता रमाइलो गयो भयो के हुन्छ बिजु सुखानमा गएपछि के पिरो लामो अनि गरुङ्गो हुन्छ र हुँदैन नि त के हुन्छ रमाइलो हुन्छ भनेपछि कोता आयो वा योन बान्देस सुन तो वा जा चौखाई नो पात देस्ने चौखाई हो कितेकारा मो गाम्बारी मास्यो ल एन्सर चाहिँ 1 2 3 4 तल छ हामीले एन्सर चाहिँ खासै देखिँदैन होला यहाँबाट चाहिँ बर्ने अनि 1 2 3 4 कुन हुन्छ हामीले तल गएर चाहिँ टिक लगाउने गरिन्छ ल किकी मास्यो 靴下の店で女の人と店の人が話しています。女の人はどの靴下を買いますか？子供ल क्वेसन हामीलाई के सोध्यो केटीले चाहिँ कुन कुचुसिता भनेको के मोजा किन्छ त कुचु भनेको जिता कुचुसिता भनेको जुत्ताबाट भित्रबाट लगाउने त कुरालाई के भन्छ मोजा भनेर त्यही भएर कुचुसिता भनेको मोजा है त ल केटीले चाहिँ कुन मोजा किन्छ त 1 को किन्छ कि 2 को किन्छ कि 3 को किन्छ कि 4 को ल त्यो चाहिँ हामीले एन्सर दिनुपर्ने त्यो हुन्छ ल सुनौ 子の靴下ありますか？はい。長いのですか？短いのですか？長いのです。はい。果物の絵と動物の絵があります。どちらがいいですか？そうですね。動物のをください。 ल कुन किन्ने भयो हेर्दा कुदामनो नागाई भन्यो हो किन लामो वाला भन्यो लामो भनेपछि अनि पसलको मान्छेले के भन्छ कुदामनो भनेको फलफुलको चित्र र दौबुचु भनेको चाहिँ हाम्रो जनावरको चित्र छ कुन चाहिँ भएको लानुहुन्छ भन्दा केटीले के भन्छ दौबुचु न एनो भन्छ भनेपछि कोता कुन हुने भयो दौबुचु कहाँ छ हेर्नु त यहाँ छ किन हो यहाँ चाहिँ जनावरको चित्र नागाईमा छ भनेपछि कुन भयो नागाई भनेको लामो हो किन भनेपछि कुन भयो कोता चाहिँ निबान ल अर्कोमा जाउँ फेरि 2番。病院で医者と女の人が話しています。女の人は1日に何回薬を飲みますか？この薬は朝と夜、ご飯を食べた後で飲んでください。昼ご飯の後は昼は飲まないでください。はい、 4日間飲んでくださいね。わかりました。 ल कति बेला खाने हो एक कतिपल्ट खान्छ निबान खाने त एक खाइ निखाइ साङखाइ यङखाइ कतिपल्ट खाने भन्यो के भन्थ्यो हिरु र के बान खाने भने थियो कि हिरु नखाने भने थियो कतिपल्ट भने थियो ल सुरुबाट एकपल्ट सुन्नु त 2番。病院で医者と女の人が話しています。女の人は1日に何回薬を飲みますか？この薬は朝と夜、ご飯を食べた後で飲んでください。昼ご飯の後は昼は飲まないでください。 ल कति बेला खाने भन्यो आशा तो योरु गोहानो तावेता हातोदे भनेको बिहान र बेलुका खाना खाएपछि खानुहोस् भन्यो अनि फेरि केटीले के भन्छ दिउँसो चाहिँ नखाने हुन्छ हिरुवा भनेर सोध्छ अनि केटाले डाक्टरले के भन्छ हिरुवा नमाना कुतेमो इदेश भनेपछि बिहान र बेलुका भनेपछि कति पटक खाने भयो 2 पटक हो किन निखाइ अनि त्यसपछि के भने ह
はい。4日間飲んでくださいね。わかりました。अनि 4 खान नन्दै कुदासाई ने भन्नु भने हो किन भनेको 4 दिन चाहिँ 4 खान भनेको 4 भनेको के हो 4 हो किन चुइताजी फुचुका मिक्खा 4 गते हो किन 4 खान भनेको चाहिँ 4 दिन भनेको है त 4 दिन खाने कति बेला खाने बिहान र बेलुका मात्रै खाने खाना खाएपछि भनेपछि एन्सर चाहिँ निखाइ भयो दिउँसोमा नखाने भनेपछि कोतायो वा निबान्देश त्यसने कोचिरा देश निखाइ भनेको यही हैन अनि त्यस्तै अर्को छ ल 3番。デパートで女の人と店の人が話しています。店の人はどのカバンを取りますか？すみません。その上の黒いカバンを取ってください。どちらですか？この小さいのですか？いいえ、大きいのです。はい。 ल यहाँ त पत्ता लगायो नि त हो किन माथि कुरो कलरको कालो कलरको भइरहेछ कालोमा अब केटाले सोध्छ सानो कि ठुलो भन्छ के भन्छ ए ओ किन हो देश भनेको ठुलो भनेपछि ठुलो कुन छ यहाँ 3 को भनेपछि एन्सर कति हुने भयो हाम्रो 3 हो किन ल अनि अर्कोमा जाऊ 4番。教室で先生が話しています。学生は机の上に何を置きますか？今からテストをします。このテストでは辞書を使う問題がありますから、机の上に辞書を出してください。鉛筆と消しゴムも出してください。時計はカバンの中に入れてください。先生、ノートはどうしますか？ノートもカバンの中に入れてください。ल कुन नि भयो जिस्सो चाहिँ चुखाउ गर्न पाइन्छ तोकै र नोतो चाहिँ कहाँ राख्ने खाबान्नो नाखानी हिरेते कुदासाई हामीलाई क्वेशन छ डेस्कमा के राख्ने भनेपछि के छ एउटा जिस्सो अनि एनपी2 अनि खेसिगोमु भनेपछि कोताए कति हुने भयो हो के भयो सानबान चाहिँ हाम्रो कोताए वा कोचिरा देश जा चुइन हो 5番。バスの中で旅行会社の人が学生に話しています。学生ははじめに何をしますか？皆さん、ホテルに着きました。今から1階のレストランで晩ご飯を食べます。晩ご飯は7時からです。今、6時50分ですから、すぐに行ってください。皆さんの荷物は、ホテルの人が部屋に持って行きます。晩ご飯の後は、テレビを見たり、買い物をしたりしてください。ल कुन भयो हाम्रो वान के हुन्छ अब चाहिँ के गर्छ यिनीहरूले झ्याप्पै के गर्छ खाना खान्छ कि यो झोला बोकेर जान्छ कि टिभी हेर्छ कि यहाँ खाइमन गइरहेछ खाइमन गरेछ हामीलाई चाहिँ इमाकारा नानी योसिमास्का भनेर क्वेशन सोधेको थियो हैन अबबाट चाहिँ के गर्छ सबैभन्दा इचिबान हाजिमेनी नानी योसिमास्का भनेर सोधेछ バスの中で旅行会社の人が学生に話しています。学生ははじめに何をしますか？ ल गाकुसे स्टुडेन्टहरुले सुरुमा के गर्छ भनेर सोधे हो किन सुरुमा के गर्छ भनेर सुरुमा के गर्छन् यिनीहरुले पहिला चाहिँ खाना खान्छन् खाना खाएपछि के गर्छन् बल्ल यो खाइमनो सितारी तेरेबियो मितारी गर्छन् यो झोला चाहिँ कसले लान्छ भनेर भनेथ्यो त्यहाँको स्टाफहरुले पसलको तोरी होटलको मान्छेले लान्छ त्यही भएर चाहिँ झोला चाहिँ छोड्ने अहिले 6:30 भयो भनेर भनेथ्यो भनेपछि 1 को हुन्छ है फेरि एकपटक सुन्नु उसो भए 皆さん、ホテルに着きました。今から1階のレストランで晩ご飯を食べます。晩ご飯は7時からです。今、6時50分ですから、すぐに行ってください。ल अहिले के
खाना खाने चाहिँ 7 बजेबाट रहेछ, अहिले चाहिँ कति 6:50 भयो। त्यही भएर भर्खरै सुगु भनेको तुरुन्तै खानको लागि जानु हो, आउनुहोस् भनेर भन्यो हो किन भनेपछि इचिबान चाहिँ हाम्रो कोताए भयो। ल अर्कोमा जाउँ। अब यिनीहरूले के गर्छन् त, के क्वेसन सोधेछ? 6番。男の人と女の人が話しています。男の人は何を持っていきますか？ ल केटाले चाहिँ के बोकेर जान्छ त? ल कोताए वा कोनो योच्चु नो नाकाで一つだけ選びますよ。来週の日曜日、海へ行きますね。何を持っていきましょうか？私はおにぎりを持っていきます。じゃあ、僕は飲み物とお菓子をお願いします。はい。飲み物とお菓子ですね。あ、飲み物は重いですね。海に着いてから買いましょう。そうですね。ल के लाग्छ केटाले के लाग्छ भनेर सोधे है। केटीले के लाग्ने हो है? ओनिगिरी। अनि फेरि केटीले के भन्छ केटालाई? मैले के लगाउँ भन्दा नोमी मोनो र ओखासी। ओखासी भनेको चक्लेटहरू है त, स्न्याक्सहरू चक्लेटहरू भयो। केटीले चाहिँ त्यो भन्छ। अनि फेरि के भन्छ? नोमी मोनो चाहिँ के हुन्छ? अलिक गरुङ्गो हुन्छ होला है। उही किनेर उही गएर उमिनो चिकाको खाइमास्यो, उही गएर किनौला भनेपछि के मात्रै लाने भयो केटाले? अब ओखासी है, यिनी यो नोमी मोनो चाहिँ उनीहरूले उही गएर किन्ने भयो भनेपछि केटाले के मात्रै लयो? ओखासी मात्रै भनेपछि हाम्रो एन्सर चाहिँ कुन हुने भयो? 4 हुने भयो। नबुझेको भए चाहिँ एकपल्ट फेरि अगाडि गएर चाहिँ लिसनिङ सुन्नु है त। लिसनिङ कम्पलसरी छ, सजिलो हुन्छ, त्यही भएर चाहिँ ख्याल गरेर सुन्ने। 7番。バス停で女の人とバス会社の人が話しています。女の人は何番のバスに乗りますか？すみません。1番のバスは緑駅に行きますか？いいえ。緑駅に行くバスは3番と5番と7番ですよ。そうですか。あ、でも今日は日曜日ですから5番のバスはありません。そうですか。それから3番は朝と夕方のバスですから今の時間は7番ですね。わかりました。ありがとうございます。 ल कुनमा जाने भयो केटी? के आज निचोबी भएर सान गो र नाना बानको बस छ भन्यो किन? सान बान अनि युगाता अहिलेको टाइममा चाहिँ कुन बस मात्रै जान्छ भने थियो। अहिलेको टाइममा चाहिँ फेरि एकपल्ट सुन्नु त। 来ますか？いいえ。緑駅に行くバスは3番と5番と7番ですよ。そうですか。あ、でも今日は日曜日ですから5番のバスはありません。そうですか。それから3番は朝と夕方のバスですから。ल सानबानको पनि आशा बिहान र लेट आफ्टरनुन। युगाता भनेको चाहिँ साँझ पनि होइन कि दिउँसो पनि होइन, लगभग त्यस्तै 4-5 बजे लेट आफ्टरनुन भन्न खोजेको है त। 今の時間は7番ですね。 ल अहिलेको जिखानमा चाहिँ कुन बस जाँदो रहेछ? नाना बान भनेपछि एन्सर कति हुने भयो? 4। नाना बानको चाहिँ हाम्रो 4 हुने भयो। ल अनि सबैजनाले भन्नुभएको थियो कि एउटा पार्ट मात्रै हाल्दिनु भनेर भन्नुभएको थियो। अहिले चाहिँ पढ्ने चाहिँ हामीले इक्जाम बेसिसको लागि चाहिँ भिडियो हालिरहेको छ। त्यो भएर चाहिँ तपाईहरुलाई एउटा अब दुखाइको मात्रै अथवा त्यो मात्रै हाल्दिएर चाहिँ अहिले छैन। किनभने चाहिँ अहिले सबैलाई सबै चारैवटा पार्टहरु चाहिँ हामीले गर्नुपर्ने हुन्छ। हो त्यो भएर चाहिँ अहिले मैले चाहिँ यो ग्रामरहरुको भिडियो भन्नुभएको छ। ग्रामरहरुको चाहिँ अब भक्करै चाहिँ गर्न सकिदैन, किनभने तपाईहरु सबैले अहिले ग्रामर पढ्न थाल्नु भयो भने त एउटा ग्रामर पढ्न त भएन। ग्रामर त N5 को N4 को सबै पढ्नु पर्ने हुन्छ। हो त्यो भएर चाहिँ हामीले चाहिँ अहिले चाहिँ कसरी पास गरिन्छ त? यही कुराहरु क्वेशन आउने भनेको जीएफटी मा आउने भनेको यही मोक टेस्टहरु मैले जुन गरिरहेको छु
त्यो कुराको यही कुरा चाहिँ हरेक पटक रेन्स्यु गर्यो भने चाहिँ त्यो हामीले यही गरेको भन्ने त याद हुन्छ नि त हो त्यो याद भएको भएर चाहिँ यादको भरमा चाहिँ पास हुने हो तपाईले चाहिँ अहिले चाहिँ ग्रामर पढ्न थाल्ने खान्जी लेखेर प्र्याक्टिस गर्न थाल्ने भने चाहिँ अहिलेको केसमा त्यो चाहिँ अहिले धेरै ढिला भइसकेको छ अब चाहिँ हाम्रो यो टाइममा चाहिँ हरेक दिन मोक टेस्ट गर्ने अनि कहाँ बिग्रिन्छ त कुन खान्जी बिग्रिन्छ त्यो खान्जीलाई टिक लगाउने अनि लेख्ने त्यो गर्यो भने मात्रै हामीले अहिलेको टाइममा चाहिँ अब अहिले टाइम खासै धेरै छैन त्यो भएर चाहिँ सुरुवातै तपाईहरुले चाहिँ राम्रोसँग चाहिँ ग्रामरहरु पढेको भए चाहिँ मजाले सकिन्थ्यो हो अब चाहिँ टाइम खासै छैन त्यही भएर ग्रामर पढ्ने भन्दा पनि तपाईले पहिला मोक टेस्ट गर्ने अनि बिग्रेको कहाँ छ त हो बिग्रेको कुराहरु चाहिँ अन्डरलाइन लाग्ने अनि त्यही कुरा रेन्स्यु गर्ने अर्को पटक चाहिँ त्यो कुरा नबिग्रियोस् भनेर चाहिँ त्यो तरिकाले गर्यो भने चाहिँ मात्रै हुन्छ है त्यही भएर चाहिँ अहिले चाहिँ हामीले मोक टेस्टहरुको लागि मात्रै यो धेरै इम्पोर्टेन्ट दिएको कारण चाहिँ त्यो है त तपाईले चाहिँ अब यो हाम्रो जीएफटी को टाइम भइसकेपछि चाहिँ हाम्रो इरोदरीको अनि मिन्नानो निहंगोको N5 को N4 को अनि N3 को फिजिकल क्लासमै गएर बसेर चाहिँ म फिजिकलै रूपमा चाहिँ तपाईहरुको भिडियोहरु हाल्छु यसपछि अहिलेको केसमा चाहिँ अहिले मोक टेस्ट नै गाम्बारु गर्ने हो त्यही भएर चाहिँ अहिले चाहिँ मोक टेस्टमै हामीले धेरै टाइम दिएको कारण चाहिँ त्यो है त अरु भिडियो किन नहालेको भन्दै हुनुहुन्छ ग्रामरहरुको भिडियो हाल्दिनु भन्दै हुनुहुन्छ त्यो ग्रामर चाहिँ अहिले झ्याप्प तपाईहरुले चाहिँ एउटा मात्र ग्रामर पढाएर त भने नि त N5 सम्म N5 को त्यत्रो ग्रामर छ 1 देखि लिएर अब मास फर्मलाई चाहिँ हामीले मासेनका मासेन्देसिता मासिता अब त्यसको फुचुकेहरु नाइ फर्महरु अनि तेमो इदेशका सबै धेरै प्याटर्नमा लगे नि त तेवाइके मासेन नाकेरे बनारी मासेन अनि त्यो फुचुकेहरुमा लगेर के गर्ने नाइदे कुदासै ते कुदासै धेरै फर्महरु छ हो त्यो फर्महरु चाहिँ अब अहिले फेरि सेचुमे गर्दिएर त अलि भक्खरै त भएन त्यो सेचुमे गर्न थाल्ने भने त झन् टाउको यता नउदा हुन्छ झन् दिमाग खराब हुन्छ हो त्यो भएर चाहिँ अहिलेको केसमा चाहिँ हामीले जीएफटी त जसरी हुन्छ पास गर्ने तरिकाले लागौं अनि त्यसपछि चाहिँ बल्ल हामीले ग्रामरको भिडियोहरु पनि माइनिची अपलोड हुन्छ प्रत्येक दिन चाहिँ हाम्रो ग्रामरको अनि रेन्स्यु गरेको सबै हुन्छ त्यो भएर चाहिँ त्यसको लागि चाहिँ पहिला यो जीएफटी को टेस्ट अहिले दिइराख्नु भएकालाई त्यो पास गराइसकेपछि चाहिँ अरु स्टुडेन्टहरुको हुनुहुन्छ अरु तपाईले N4 जेएलपीटी दिने हो अब जीएफटी त जानी बाटो भयो अब जेएलपीटी त वहाँ गइसकेपछि फेरि जेएलपीटी दिनु पर्यो जेएलपीटी को लागि त अब N5 को N4 को अनि N3 को त सबै अब एसएसडब्ल्यू भिजामा जानेले त गएर तपाईले N3 लेभल पास गर्नुपर्ने हुन्छ हो किन हो त्यो भएर N3 सम्मको चाहिँ सबै बुम्पोहरु अनि कोतोबानो इमीहरु लेसन वाइज नै जेएलपीटी को बुक अनुसार मिन्नानो निहंगो अनुसार नै आउँछ त्यो भएर चाहिँ अहिले चाहिँ मोक टेस्टको लागि मात्रै गाम्बारु गर्ने है त गाम्बारा नाइ तो जतो मुजिखासी देस्ने सेइको देखि नै देस्ने जा सोरेनारा कोरेवा दोक्खाइ देस्ने जा दोक्खाइ मो गाम्बारी मास्यो ल पढ्नु त के लेखेछ ल यति यो त मजाले पढ्न सकिन्छ होला नि त ल के लेखेछ सुरुमा वातासी नो खाजोकु वा योनिन देस चिची तो हातो आने तो वातासी देस अनि वातासी ताची वा हिरोशिमा नि सुन्दैमास वातासी नो खाजोकु वा रेओको गा सुकी देस भनेको मेरो फ्यामिलीमा चाहिँ कति जना 4 जना हुनुहुन्छ को बाबा मम्मी अनि दाइ र म आनी तो वातासी देश हैन आनी छ एउटा अनि म छु अनि वातासी ताची वा हिरोशिमा नि सुन्दैमास हामी चाहिँ कहाँ बस्छौं हिरोशिमामा बस्छौं अनि वातासी नो खाजुकु वा रेओको गा सुकी देश मेरो फ्यामिलीलाई चाहिँ के मन पर्छ घुम्न ट्राभल गर्न चाहिँ मन पर्छ किन गा पार्टिकल आयो नाउन गा सुकी देश अथवा किराई देश एक्जेक्टिभको अगाडि हामीले कुन पार्टिकल गा पार्टिकल लगाइन्छ त्यही भएर यहाँ चाहिँ गा पार्टिकल आयो हो हैन ल अब हेर्नु त अब हामीले के गर्छ खाजोकुवा नानिन देशका फ्यामिलीमा चाहिँ कति जना हुनुहुन्छ कति जना छ वातासी नो खाजोकुवा योनिन देश बाबा छ अनि मम्मी छ अनि दाइ छ अनि म छु भनेपछि योनिन भनेपछि अप्सन हाम्रो 1 इज द बेस्ट एन्सर करेक्ट एन्सर ल सुगिनो कोरे म जिबुन्दै योन्दै होइते कुदासाइ नै साकी आनातावा योन्दै कारा मछि वकारना कत्तरा ओरेगा सेचुमै सुरुकारा इचिबान साकी नि हाजिमे नि आनातावा योन्दै कुदासाइ आनाताताची मिनासान कोरेओ योन्दै कारा ओरेगा कोतायो इमासじゃこの漢字全部勉強して読んでくださいね。漢字これわからないとちょっと難しいですね。このぐらいの漢字はわからないと JFT は成功多分できないかもしれないから、これもっともうこれは簡単な漢字です。こっち見て。私は月曜日から金曜日まで会社に行きます。会社は9時から5時までです。正しいものはどれですか？一番いいものはどちらですか？金曜日は休みです。これですか？これは違うですね。これ月曜日から金曜日も会社に行きますから、これも違います。正しいではないです。9時から今です。9時から今ですか？違うですね。9時から会社に行きます。9時から5時までは今ではないですね。忙しい時間ですね。その後、土曜日と日曜日はお休みです。土曜日と日曜日は
会社へ行かないから、これは一番いいことですね。6時から働きます。これも違いますね。9時から働きますから、これも違います。こっち4つの中で一番いいのはどっちですか？ 3 番ですね。土曜日と日曜日は休みです。その後、月曜日から金曜日まで会社に行きます。働きます。そうですから、答えは3番です。こちらに丸をつけますよ。じゃあ、次行こう。次は、これ、斉藤さん。じゃあ、読んでおいて。一回自分で読んでおいて、その後は俺が説明します。じゃあ、読んでおいてね。ल पढ्नु पर्यो ल यहाँ चाहिँ साइतो भन्ने साइतोसानलाई लेखेर साइतोसान राइस्यु न पिकनिकको तानोसिमी देश भनेको अब आउने राइस्यु भनेको अब आउने हप्ताको पिकनिक चाहिँ के रमाइलो गरौँला ताबे मोनो वा डट शान्तो वातासिगा खात्तैमास ताबे मोनो खानेकुरा चाहिँ सुजुकी सान र मैले के गर्छौँ किन्छौँ खानेकुरा चाहिँ कसले यो सुजुकी सानले अनि यो लेखिरहेको मान्छेले किन्ने भयो अनि केकी वा चोकोरेटो तो बानाना तो दोचिरागा इ देशका एनजिओ ओनेगाइसिमास अनि केक पनि लाग्ने भयो केक चाहिँ चकलेट केक लग्ने कि बनाना केक लग्ने कुन चाहिँ राम्रो होला त एनजिओ भनेको रिप्लाई गर्नुहोस् भनेर एनजिओ ओनेगाइसिमास भने अनि फेरि सानबानमा नोमिमोनो वा जिबुन्दे मोत्ते किते कुदासाई सोरेकारा कोप्पुतो ओसारामो जिबुन्दे मोत्ते किते कुदासाई पिउने कुरा पेय पदार्थ चाहिँ आफैले बोकेर आउनु होला र त्यसपछि त्यो खानाका लागि कप भयो अनि ओसारा भनेको प्लेटहरु थालहरु पनि आफैले बोकेर आउनु होला लेखेको कसले भयो किमुले लेखेर रहेछ ल पिकनिक वा कोन्सिउदेस के कियो मोत्ते किमास नोमिमोनो तो कोप्पुतो ओसारा हो मोत्ते किमास ताबे मोनो वा साइतोसान नि खाइमास के होला कुन हुन्छ हाम्रो यो हैन त पिकनिक चाहिँ कुन हो कोन्सिउ हो र हैन केकी वा मोत्ते किमास केक चाहिँ बोकेर जान्छु अब कुन बोकेर जाने भन्ने अझै हेन्जी गरे छैन यो पनि हाम्रो बोकेर त जान्छन् तर कुन हेन्जी ओनेगाइसिमास चकलेट लग्ने हो कि बनाना लग्ने थाहा छैन नि त त्यो पनि भएन अनि नोमी मोनो तो कोप्पुतो ओसारा हो मोत्ते किमास अब यसले कसले नोमी मोनो अनि कप अनि ओसारा चाहिँ के बोकेर आउँछु लेखेको हो र हैन अनि ताबे मोनो वा साइतोसान नि खाइमास भनेको खानेकुरा चाहिँ कसले साइतोसानले चाहिँ किन्छ साइतोसानले किन्छ र साइतोसानलाई लेखेछ भनेपछि इचिबान तादासिको दोच्ची देश का नोमी मोनो तो कोप्पुतो ओसारा हो मोत्ते किमास भनेको नोमी मोनो वा जिबुन्दे मोत्ते किते कुदासाई आफै बोकेर आउनुहोस् बोकेर आउँछु सोरेकारा कोप्पुतो ओसारामा जिबुन्दे मोत्ते किदासाई भनेको ओसा कपहरु अनि त्यो प्लेटहरु पनि आफैले बोक्ने ल के हुन्छ कुन चाहिँ तादासी हुन्छ ल इची नि सान्सी दोच्ची देश का ताबे मोनो चाहिँ कसले लग्ने हो कसले के गर्ने हो भन्ने कुरा ताबे मोनो कसले लग्ने हो सुजुकी सानले लग्ने हो साइतोले हो र हैन यहाँ चाहिँ हामीले इचिबान इ कुन हो सानबान हो के न हैन त सानबाने कोही पढ्नु त नोमी मोनो तो कोप्पुतो ओसारा हो मोत्ते किमास भनेको नोमी मोनो अनि कप अनि ओसारा चाहिँ बोकेर आउँछु आफैले बोकेर जाने मोत्ते किते कुदासाई पिकनिक कुवा कोन्सिउदेस हुने कुरै भएन राइसिउ छ पिकनिक हैन अनि केकी हो मोत्ते किमास भनेको केक बोकेर आउँछु हो र हैन नि त कुन केक लाग्ने थाहा छैन अनि नोमी मोनो तो कोप्पी त इचिबान तादासी यहाँ चाहिँ अहिले यही नै छ ताबे मोनो चाहिँ कसले लाग्ने हो ताबे मोनो वा सुजुकी सान्तो वातासी दुई जना लाग्ने भनेपछि यो पनि भएन कोताइ वा सानबान देश次こっち見てこれ漢字勉強しますか残念だったことは何ですか一番悲しいことはどっちですかल पढ्नु त के को漢字ल यो पनि सजिलो छ हैन त अब के हो त्यो सेन्स्यु हो किन सेन्स्यु तोमोदाची तो ओशिरो नि इकिमासिता अनि किमोनो ओ किते स्यासी नो तोरिमासिता तोत्तेमो तानोशी खात्ता देमो ओशिरो नो केशिकी गा मिएमासेन देशिता जान्नेन देशिता इचिदो मो इमा यो चाहिँ इचिदो मो इचिदो ओशिरो नि इकिमास ल के होला कुन चाहिँ होला कोन्दो मो इचिदो ओशिरो नि इकिमास ल सुरुमा जाउँ हैन त
जान्नेन दात्ता कोतो यिनीहरूले चाहिँ अब गएर पनि गर्न नसकेको जान्नेन भनेको स्याड बेलामा के कुरामा स्याड भए त के कुरामा यिनीहरू दुखित भए त के गर्न नपाएर होला सेन्स्यु तोदाचितो ओसिरोनी किमासिता भनेको सेन्स्यु भनेको गएको हप्ता चाहिँ साथीसँग क्यास्टल ओसिरो भनेको क्यास्टल है त क्यास्टलतिर गएको थिएँ किमोनो किते स्यासिनो तोरिमासिता किमोनो भनेको जापानको तेन्तौ तेकिनाफुकु मतलब ट्रेडिसनल ड्रेस हाम्रो यहाँ दौरा सुरुवाल भए जस्तै उहाँ चाहिँ जापानको चाहिँ हाम्रो किमोनो भन्ने हुन्छ है त किमोनो चाहिँ तेन्तौ तेकिनाफुकु है निहोन्नो तेन्तौ तेकिनाफुकु वा दोरे देशका भन्दा किमोनो हो देश ल किमोनो लगाएर स्याचिन चाहिँ फोटाहरू खिच्यौं एकदमै के भयो रमाइलो भयो तर ओसिरोनो खेसेकीगा मिएमासिन तर त्यो क्यास्टल वरिपरिको के पर्यावरण खेसिकी भनेको चाहिँ वरिपरिको वातावरण टाइपको त्यो हेर्ने उचुकिसी खेसी भनेको रमाइलो दृश्य चाहिँ हेर्न पाइएन मिएमासेन देशिता जान्नेन देशिता त्यो भएर चाहिँ एकदम स्याड भएँ अनि कोन्दो नेक्स्ट टाइम मौ इचिदो ओसिरोनी इकिमास भनेको नेक्स्ट टाइम चाहिँ अझै एक पटक के गर्न पर्छ अर्को पटक पनि अझै एक पटक म नेक्स्ट टाइम अझै एक पटक ओसिरो क्यास्टलमा जान्छु ल जान्नेन के भरे ओसिरोनो खेसिकीगा मिएमासेन देशिता हैन त्यहाँको के दृश्य हेर्न नपाएर जान्नेन भयो किमोनो हो के किमासेन देशिता त्यो ड्रेस हाम्रो तेन्तो तेकिना फोको चाहिँ लगाएको थिएन त्यो हो र होइन स्यासिनगा आरिमासेन देशिता फोटा थिएन हो र होइन हितोरिदे इकिमासिता भनेको एक्लै गए हो र गएको छैन नि त तोमोदाची त गह अनि खेसिकीगा मिएमासेन देशिता भनेको दृश्य चाहिँ हेर्न पाइएन हेर्न सकिएन हैन त्यही भएर एन्सर चाहिँ हाम्रो कुन हो योनबान चाहिँ हाम्रो एन्सर भयो ल अन्त सबै हाम्रो के हुन्छ 35 मा 35 हो त्यो भएर सबै हाम्रो एक जना हैन त सब मिलेको छ हो त्यो भएर यस्तै गरेर तपाईको पनि ट्याक्क त्यो एक्जाम पास हुँदा बित्तिकै तपाईको आइहाल्छ रिजल्ट त्यतिबेलै थाहा हुन्छ तपाईले इलिक गरेपछि 250 मा 250 हान्नु भयो कि 220 हान्नु भयो कि सबै आउँछ हो त्यो गरिसकेपछि उतिबेलै रिजल्ट थाहा हुन्छ त्यो भएर चाहिँ अहिले खासै टाइम छैन कियो चुकेते गाम्बाते कुदासाई मिनासान जा जिएफटी गौखाकु कित्तो गौखाकु सिमास्यो जा कोरेदे क्यों mo warimasyo ja mochi nani ka wakaranai koto ga attara aren sensei ni renraku shite kudasai koment o onegai shimasu ne minasan nani ka wakaranai koto ga attara koment o onegai shimasu ja kyou wa kore de owarimasu yo sayonara ja kondo mo kono you ni gambarimasu yo sayonara